नाङ्गै देखिन्छ विक्रम सुब्बा। कुनै छल कपटको चिसो योजना थाल्न हो कि वा कुनै झुप्रोको छातीमा सर्दी हाल्न हो, शान्तिको कुनै ओस्याइलो गीत गाउन हो कि या कुनै गुराँसको कलकलाउँदो थुङ्गा अठ्याउन हो। आफ्ना केही सुकिला भारदार हिमाल लस्करे राखेर सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ। पहाडको घुइँचो घारीमा सबैभन्दा माथि उछुट्टिएर फक्रेको हिमालको थुङ्गा उदाङ्गै देखिन्छ। जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ। प्राय कुनै आरोहण दलको पाइतालाले शिरमा टेकेको देखिन्छ। कहिले कुनै अराइएका चित्रकारले एक टुक्रा क्यानभासमा लेखेको देखिन्छ। बादलको थोत्रे बख्खु पनि फाटिसकेको, गौरवको बिचरो चुचुरो भाङ्गै देखिन्छ। जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ। बुद्धको खप्परबाट सापटी लिएर दुईटा आँखा स्तूपहरूमा टाँसेर गुम्बाहरू हेरिरहेछन्। विदेशीको भरौटे भएका सपुतहरू स्वदेशी डोकोमा विदेशी झण्डा बोकिरहेछन्। नेपाली चुचुरोको सिउँदोमाथि फरफराउन ढुक्कै विदेशी झण्डा उक्लिरहेका छन्। झोक्रिएर बसेको सिङ्गो हिमालय विवश र उदाङ्गै देखिन्छ। जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ।